वेलकम बैक अगेन हाम्रो नेक्स्ट डे भ्लगकोमा मर्निङ भइसक्यो। अहिले चाहिँ अब हामी यसरी सुतेका छौँ है। भाइहरू पनि यहाँ उबेर पानी लाउनु मिलेन। भाइहरू पनि उठिसक्नु भयो। अब कस्तो भयो त आजको मर्निङ? रातिको जाडो चिसो हुँदो रहेछ भित्र पनि। चिसो छ बाहिर माथि कसरी सुत्यो होला नि भाइ? हाम्रो त कहाँ गऱ्यौँ भएर आम्दामा राति उड्ने कोही उड्ने नतान्ने। हामीलाई त ठिकै भयो है। त्यो दुई मात्रै भयो त्यहाँ त्यस्तो भयो नि त। यहाँ हामी तिनजना छौँ। त्यही हो त भन्दै तातो हो। तातो आगो चाहिँ रातभरि बालेको। यो अनि त्यो पनि भएको छैन एउटा सुल भएको छ। कसरी कसरी त्यो भयो त? छोपै छैन हामीले चाहिँ। यो चाहिँ हाम्रो बिहानको नास्ता बफ करी। माछा नै होइन, बफ करी पाक्दैछ अब यहाँनिर। ल ल मुला काट्यौ? ओके, सलाड बनाऊ। ल ठिक छ, हामी सबैजना बसेका छौँ। लोकल पोट्याटो चाहिँ नाचिरहेको छ के भा? लोकल लोकल कालो न कालो हाम्रो ग्रेभी चाहिँ यस्तो पाराको भयो होइन। दामी हो दामी, फर्स्ट क्लास हो, फर्स्ट क्लास। चाख्यो भाइ? छैन हजुर, चाख्नु भएन? हाम्रो चाहिँ यो आजको बिहानको चाहिँ खाजाको तयारी भयो। अब बफ करी, अब यसमा भुजिया हाल्नुपर्छ, तर अलिक पछि। पहिला मासु खाने, त्यसपछि काटी हालौँ नि त आदि त्यसलाई अलिकति सेपमा राखौँ। त्यहाँनिर पानी हालेर पानी हाल्नु पर्दैन नि? के पानी हाल्ने? हाम्रो पुरै फुट्टो आउँछ नि त। ए टोली रेडी। अब यो खाएपछि हाम्रो अब बङ्गो सिट लाउने हो नि त्यसमा बस होइन है? हो। अब हाम्रो अझै यहाँ बन्न बाँकी, यता बाँकी छ। यो चाहिँ अहिले खाना खाने बेलाको लागि पोर्क। यहाँ सरर र कागती नि चरेर यसलाई हल्लाउन खानु पर्यो। ल बसौँ अब। ल यता अलि त्यो दाइ चम्चा। हाल्दै भने होइन? फाल्नु ल त्यो कुकुरलाई फाल्नु न। पानी यहीँ बसौँ न। गरे फाल्दै भने पोख्यो पोख्यो भने जरुर के? पोखिँदैन भने के पोखिन्छ? ल यहाँ वरिपरि बसौँ। अब हाम्रो चाहिँ बिहानको नास्ताको सुरु भयो। नास्तामा चाहिँ हाम्रो चाहिँ अनि त्यसरी हो त बफ करी, भुजिया। यसरी चाहिँ हाम्रो चाहिँ आजको बिहानी सुरु भएको छ। पास गर्दै हौ। यता चाहिँ टेन्ट छ भनेदेखि यता दुईजना, यता तिनजना चाहिँ खुल्लामै सुत्नुभयो। यसरी मजाले आरामले सुत्नुभयो। यसरी चलिरहेछ हाम्रो क्याम्पिङ चाहिँ। आगो फुक्ने चाहिँ चुलो चाहिँ यो हो। यसरी बाइकहरू चाहिँ हामीले चाहिँ यहाँ चाहिँ ठिक्क यता आउने बाटो छ। बाटोमा चाहिँ हामीले चाहिँ यसरी छेकेर बाइक राखेका छौँ। त्यसपछि बाइक पछि टेन्ट लगाएको छौँ। यसरी चाहिँ हाम्रो क्याम्पिङ चलिरहेछ। आज चाहिँ हाम्रो सेकेन्ड डे हो। फर्स्ट डे त हाम्रो कम्प्लिट भएर आज चाहिँ हाम्रो सेकेन्ड डे बिहानीसँगै हाम्रो सुरु भएको छ। यो पनि जरा पो हो, बटाएर हालेको। यस्तो मिठो भयो नि यो त है। आमामा
बाहिर बसेर खानाको मजै भिन्दै छ क्या फेरि। यो चाहिँ माछाको चारा हो है। अब भाइले केही नभए नि 4 किलो चाहिँ मार्छु भनेर इस्टिमेट गरेर हिँडेको छ। हाँडी खोलामा माछा। अब फेरि नयाँ सिकारी 62% रहेछ भाइ। आज चाहिँ बल्छी खेल्ने क्रममा चाहिँ हाँडी खोलामा छौँ हामी चाहिँ। यता यो खोला देख्न सक्नुहुन्छ। हामी दुईजना चाहिँ आज हाँडी खोलामा छौँ। अब हेरौँ यहाँ के हुन्छ। माछा पर्दो रहेछ र यिनको थाहा हुन्छ। पहिला म यो हाल्दैछु। ओके, हाम्रो यो सेकेन्ड दिनको भ्लगमा पनि अब खाना खाने स्टार्ट भइसक्यो है। कहाँ पुग्यो दाइ भने यी ढेँडो भात मासु तपाईँले हालेको छैन भने एकदमै मिठो मासु बस्नुपर्छ क्या दाइ भने पोर्क करी। होइन बरु झोल त छ, मजाको झोल छ। बसाल्नु भने एक भाँडा के बस्छ भाँडा बस्नु दाइ अनि एकैचोटि खाउँ लाग्यो बसालेर। कति बेर लाग्छ? अब चाहिँ हाम्रो चाहिँ तपाईँलाई हाल्नु बिहानको खाना चाहिँ रेडी भइसक्यो। खानामा चाहिँ ढेँडो भात अनि त्यसपछि मासु रेडी भइसक्यो। अब सबजना चाहिँ हामीले अब खाना खान आइरहेको छौँ। मलाई चाहिँ एक डेढ भनिहाल्दैन। खाना चाहिँ एकदमै अर्ग्यानिक तरिकाले पकाएको, आगोमा पकाएको कोदोको ढेँडो, लोकल चामलको भात। ल अनि भात थोरै भएन मैले भन्दैछु क्या दाइले भात पुग्यो। कसलाई? दाइले भातै छैन। त रक एक पिस हाल्नु मलाई। त्यो त मोबाइल तान, पर्दैन दुईटा मोबाइल तान, यो पनि तान। अनि यस्तो गर्नु त्यहाँ दाइको हाल्नु हाल्नु त्यो बस दाइ बस। मेटो मलाई अब झोल हाल्नु। होइन मासु हाल्नु झोल हाल्नु त अझै छुट्छ हाल्नु परेछ। कति हाल्नु? बस 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 ल्याउँदैन। पहिला ढेँडो खाने कहाँ भात भयो खाने भने भयो। ढुँडा खाने भने पहिला ढेँडो खाने भाइ यहाँ बस्नुपर्छ। कहिले भाइले फाल्यो? झोल पुरा खुदा हान्दै काल त हालेन? कस्तो मिठो छैन? काल त हालेन? हाल्न पाइँदैन है फेरि। पिरो चाहिँ अक्का पिरो भएछ। हो पिरो चाहिँ अक्का कहाँ मलाई थप्दै दाइ भने के? त्यो भाइले हालेको छैन? मेरो उताको है। त्यो भाइको हो। मासु खै त मासु छैन त दाइले। यो चाहिँ के त मासु? झोल चाहिँ हालिदिनु। झोल धेरै नहाल्नु है। यतै आउनु। भाइ आऊ यतै आऊ। म चाहिँ मैले खाएँ। भात नहाल भाइ। अब धेरै हुन्छ भने मलाई हालेर अहिले होइन तर त्यहाँ छोड्दिएँ। ल हामीले हाने त हाल्नु हाल्नु। झोल तापो।
त्यसलाई हाल्यो झोल छ मलाई यहाँ पुगिसकेको भयो दाइ मलाई भयो भयो ए यहाँ चाहिँ हाल्नु यहाँ चाहिँ पुग्छ कि भन्नु पिरो पिरो रहेछ रोग पुटुला खुर्सानी जति छ पुटु गुड मिठो मिठो यस्तो मिठो त अब यो पो सोट खाऊ खाऊ ल ल आउनु न भाइ गुड गुड टेस्ट कस्तो छ त टेस्ट कस्तो लाग्यो रेस एकदम बेस्ट मिठो हो हाम्रो कुकहरू नै एकदम बेस्ट भएर होला कुक त उतैबाट लिएर आयो नि काठमाडौँबाट हो ढलानी पुलबाट ल्याएको ल हामी अब खाना खान्छौँ है त एकछिन मजाले बसेर सुरु